पूर्व सूचना प्रणालीका आधारमा आकस्मिक स्थानान्तरण कसरी गर्न सकिन्छ भन्ने यो ताल गाउँको एउटा नमुना अभ्यास हो। भारी आउन लाग्यो, खोला नदी सुरक्षित ठाउँमा जाऊ। 5 जना हराएको खबर आएकोले रेस्क्यु टोली पठाइदिएको छ। नआइकन M28 शास्त्रमा बस्नु होला। सुरक्षित साधन उपचार भइरहेको छ। बसिदिन अनुरोध गर्दछु। अनि त्यहाँ पर्दाखेरि यो पाल त्यसपछि गएर नुहाउने साबुन अब मुखसुख धुनु पर्यो, के गर्नु पर्यो, धुलो के अरे मैलो बाढीबाट छेरी जस्तो होइन। तपाईँको अरू साथी सही छैन, तपाईँको परिवारलाई विपद पर्दाखेरि बगाएर खानु पर्छ भनेर चामल अनि एरिया भन्दा बाहिर